नमस्कार, मेरो नाम कृतज्ञ ओली हो। म आज झमझम पानी भन्ने कथा वाचन गर्दैछु। यो कथाको लेखक समन श्रेष्ठज्यू हुनुहुन्छ। ल अब सुरु गरौँ है त। आहा, झमझम पानी पर्यो। दाइ, पानीमा खेल्न जाउँ न, सुप्रियाले भनी। पानीमा भिज्नुहुन्न, आमाले गाली गर्नुहुन्छ। सुदेशले भन्यो, यो के त, हिजो मात्रै किनेको वर्षादी छँदैछ त। नयाँ वर्षादी लगाएर पानीमा जान कति रहर छ। सुप्रियाले रमाउँदै भनी, लौ लौ, यही हो मौका, तिमी वर्षादी लगाऊ, म छाता ओढ्छु। सुदेशले वर्षादी झिक्दै बहिनीलाई दियो। दाइ, बरु बाहिर कसरी जाने? सुप्रिया अलमल्लमा भरी, पछाडिपट्टिको ढोकाबाट बाहिर जाऊ, अगाडिको ढोकामा भित्रैबाट चुक्कुल लगाऊ। सुदेशले उपाय निकाल्यो। आहा, वर्षादी ओढेर झमझम पानीमा क्या रमाइलो। पानीमा खेल्न पाएकोमा सुप्रिया रमाए। छाता ओढ्दा पनि रमाइलै हुन्छ है। सुदेश पनि रमायो। आछु, कस्तो गरी गाडी चलाएको, लुगा भरि हिलै हिलो। छ्या, सुदेश रिसायो। ए दाइ, छातामा के गर्न लागेको? सुप्रियाले छक्क पर्दै सुदेशलाई सोधी। सानो प्वाल पार्न लागेको। आकाशबाट पानी कसरी पर्दो रहेछ हेर्न पाइन्छ क्या? सुदेशले सुप्रियाको प्रश्नको जवाफ दियो। हेर्नुस् त, तपाईको लुगा भरि हिलो लाग्यो। तपाईँ वर्षादी ओढ्नुस्, बरु म छाता ओढ्छु। सुप्रियालाई प्वाल परेको छाता ओढ्न मन लाग्यो। दाइ, खै केही देख्दैन त। उसले छाताको सानो प्वालबाट पानी परेको हेर्न खोजी। प्वाल सानो भयो, म ठुलो बनाइदिन्छु। सुदेशले औँलाले छाताको प्वाल अलि ठुलो बनाइदियो। आछु, सबै भिज्यो त दाइ। अलि पर घरको छतबाट पानीको बलिन्दो धारामा परेर छाता च्यात्यो। सुप्रिया रोछिन्, हा हा हा, अघि म भिजे, अहिले तिमी भिज्यो, क्या रमाइलो। दाजु बहिनी निथ्रुक्कै, अब घर जाउँ। घर पुग्दा आमा ढोकामै हुनुहुन्थ्यो। सुदेश अप्ठ्यारोमा पर्यो। लौ मार्यो, आमा त ढोका पो ढकढकाउँदै हुनुहुन्छ। अब गाली खाने भयो। जाऊ, छिटो जाऊ। लौ, अब कसरी जाने? आमाले देख्नुभयो भने सुप्रिया पनि डराए। हामी यही छातामा लुक्दै पछाडिबाटै जाउँ। सुदेशले उपाय निकाल्यो। दुवैजना पर्खाल उक्लिएर घर पछाडिको बाटो लागे। आमा, किन ढिला भिज्नु भएछ नि? केही थाहा नभए जस्तो गरी सुदेशले ढोका खोलेर भन्यो, म अहिले हो आएको, अघिदेखि ढोका ढकढकाउँदै छु। के गर्दै थियौ तिमीहरू? आमाले अचम्म मान्दै सोध्नुभयो। हरे, दुवै निथ्रुक्कै रोजेछन्। पानी परेको बेला बाहिर खेल्यौ कि? आमा छक्क पर्नुभयो। नयाँ वर्षादी लगाएर पानीमा जाँदा क्या रमाइलो भयो है दाइ? ह्याच्छुम, सुप्रिया रमाई। हो नानी, ह्याच्छुम ह्याच्छुम, सुदेश पनि रमायो। लौ, म एकछिन बाहिर निस्कदा हेर यिनीहरूको उपद्रो। नयाँ छाता च्यातेर के मात्र गरेको, भनेको पटक्कै मान्ने होइन। चिसोले पनि समातिसक्यो। जाऊ, लुगा फेरेर आऊ, म तातो दुध ल्याइदिन्छु। आमाले मायालु स्वभाव देखाउँदै सुप्रियाको कपाल पुस्न थाल्नुभयो। धन्यवाद।